सबैजनाले चाहिँ धेरै मलाई चाहिँ म्यासेज गर्नुभएको थियो अनि मेरो टिकटक म्यासेजमा अनि धेरैजनाको चाहिँ गुनासो के थियो भने चाहिँ दाइ वर्किङ भिजा अनि भिजिट भिजा खुलेको छ कि नै भनेर चाहिँ सोध्नुभएको थियो। अहिले चाहिँ तपाईँले चाहिँ टिकटकमा जताततै न्युज हेर्दा चाहिँ अब कस्तो हुन्छ भने चाहिँ धेरै मान्छे चाहिँ कन्फ्युज हुनुभएको छ। कसैले चाहिँ खुल्यो भनेको छ भने कसैले खुलेको छैन पनि भन्नुभएको छ। यो कन्फ्युजलाई चाहिँ म क्लियर गर्नलाई चाहिँ म चाहिँ के भन्न चाहन्छु भने तपाईँको भिजिट भिजा चाहिँ शारजाबाट चाहिँ लागिरहेको छ। यदि तपाईँ भिजिट भिजामा आउन चाहनुहुन्छ भने शारजाबाट चाहिँ आउन सक्नुहुन्छ र तपाईँको वर्किङ भिजा चाहिँ अहिले चाहिँ खुलेको छैन र खुले पनि चाहिँ सरकारी चिजहरूको लागि मात्रै खुलिरहेको छ अथवा अरू चिजको लागि चाहिँ खुलिरहेको छैन र तपाईँ भिजिट भिजामा आउन चाहनुहुन्छ भने भिजिट भिजा चाहिँ तपाईँको लागिरहेको छ शारजाबाट। यदि तपाईँ चाहिँ भिजिट भिजामा आउन चाहनुहुन्छ भने त्यसरी आउन सक्नुहुन्छ र यदि तपाईँहरूलाई अरू चिजको जानकारी चाहिएको छ भने तपाईँले मलाई कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला र यदि नयाँ हुनुहुन्छ भने टिकटक भिडियोलाई सेयर पनि गरिदिनु र युट्युबलाई पनि सब्सक्राइब गरेर चाहिँ आफ्नो सहमति जनाइदिनु। धन्यवाद।